सम्पूर्ण साथीहरुमा गुड आफ्टरनुन। आज चाहिँ यो कामकै सिलसिलामा हाम्रो कृषि ज्ञान केन्द्र फाप्लुमा आउने अवसर मिल्यो। यहाँ चाहिँ हाम्रो सोलखुम्बुमा उत्पादन हुने स्याउ, किवी, आरु अनेक थरी पुरै फल पनि पाइन्छ। बोट बिरुवा पनि लगेर रोप्नलाई बिरुवा पनि पाइन्छ। तरकारीको बिरुवा अल पाइन्छ हजुर। यहाँ काँक्रा, सिमी, फर्सी अलिअलि लगेर हजुरहरूले सार्न सक्नुहुन्छ। कतिपय साथीहरूलाई थाहा नहुन सक्छ। अहिले चाहिँ स्याउ एकदम फल्न सुरु भइसकेका छन् हाम्रो सोलुमा। लटरम्मै सानो बोटमा यस्तै छ नै हजुर फाप्लो हाम्रो कृषि ज्ञान केन्द्र। धेरै मान्छे घुमाउन लिएर आउँछौँ हामीले। आवश्यकता हुने मान्छे नै आउनुहुन्छ, प्राय घुम्न पनि आउनुहुन्छ। अनि चाहिँ किवी फलेर एकदम लटरम्मै हजुर। किवी, स्याउ दामी। हाम्रो नि फोटो खिचिदिनुस् न एक दुईवटा। हामी अलि तक झन्डै बोलाएको फेरि ब्याक गर्नुहुन्छ होला भनेर। अब बोलाइहाल्नु भएको भए राम्रो हुन्थ्यो। बरु खाली नै थिए। तपाईको युट्युब हो? हजुर। कहाँदेखि आउनुभयो हजुरहरू? हामी हजुर बहिनी। हामी खोटाङबाट। आमा खोटाङदेखि आउनुभएको? के हो तपाईको च्यानलको नाम? घुम्दै आउनुभएको? हामी घुम्दै आएको। घुम्नलाई आएको। कहिले आजै आउनुभएको कि हिजो अस्ति नै आउनुभएको? हामी त आएको त धेरै दिन भयो। यहाँ चाहिँ आज आएको। ए के हो तपाईँको च्यानलको नाम? मलाई मेरो प्रदीप छ नि। अनि मेरो पनि छ। मेरो पनि गरिदिनु। म तपाईँको पनि। हस् 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 हुन्छ बहिनी। अब कति दिन बस्नुहुन्छ बहिनी? हामी हजुर। ल तपाईँ त इन्टरभ्यू लिन थाल्नु त हामी त बस्छौँ त अझै धेरै दिन। अब इन्टरभ्यू लिँदै बोलाउनु भयो अनि त्यही भएर लाज लाग्छ। त्यस्तो नलजाउनु न, तपाईँहरू लजाएर हुन्छ भने।
हजुर तपाईँहरू देखेरै म पनि आएको साँच्चै के अरे प्रदीप च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइस अनि त्यहाँ मेरो पनि छ ल तुलसराई 17 मा चाहिँ सब्स्क्राइब गरिदिनु धन्यवाद बहिनी तपाईँ कहाँ देखाउनु भएको र म चाहिँ सोलुखुम्बु नि हो मेरो घर सल्लेरी हो ल ल हामी चाहिँ खोटाङदेखि आएको टुकटुक चलाउँछु बहिनी टुकटुक भनेको के हो टेम्पो के अटो रिक्सा टुकटुकमा पनि हामी भएर जानु पर्ला हामी म लान्छु नि लान्छु रे हो घरसम्म लान्छु मैले मेरो घर भएन कि तपाईँको घरसम्म पनि पुऱ्याइदिन सक्छु नि हामी तिनकुने बस्छौँ ओके 3 किलोसम्म त लैजाउँला नि त नि यस्तै छ है हजुर हाम्रो सोलुखुम्बु बागवानी एरिया त्यत्रो मैले तपाईँको भिडियोमा त्यत्रो हेरिदिनु होला सबैले